अस्सलामुअलैकुम नमस्कार। म शोएब अन्सारी। अहिलेको व्यवस्था र अवस्था कस्तो छ भनेर त्यसकै लागि मैले दुई शब्द हजुरको माझमा यो भन्न खोजेको हो। अहिलेको जुन हाम्रो अवस्था छ नेपालमा, धेरै आँखा हाम्रो देशमाथि लागेको छ। धेरै विदेशी खुफिया एजेन्टदेखि लिएर विदेशी पोलिटिसियनदेखि लिएर विदेशी इन्भेस्टरसम्म लिएर हाम्रो आँखा नेपालमाथि लागेका छन्। हाम्रो नेपाल अहिले अस्तव्यस्त छ। कुनै पर्मनेन्ट गभर्नमेन्ट छैन यहाँ। अन्तरिम सरकारले देश चलाएको छ फागुन 21 गतेको चुनावको लागि। अहिले हाम्रो देशमा तीनटा हेर्यो भने तीनटा डिफ्रेन्ट विभिन्न नीतिको लडाइँ हुँदैछ। विदेशी नीतिको विदेशी हस्तक्षेप यहाँ भइरहेको छ। हाम्रै देशका विभिन्न जुन पार्टी खोलेर बसेका छन् उनले विदेशी इसारामा हाम्रो देशमा तहस नहस देशलाई गुलाम र बेच्न लागि गृह कार्य गर्दै हुनुहुन्छ। हामी नेपाली जनताले मात्रै कुरा बुझेर अगाडि बढ्नुपर्छ र आउने फागुन 21 गतेको चुनावलाई सफल बनाउनु पर्यो। किनभने 21 गतेको चुनाव भइसकेपछि हाम्रो एउटा स्थायी सरकार आउने हो र यसमा हामीले के भन्छ हिस्सा पनि लिनुपर्छ। सम्पूर्ण जनतालाई भन्छु, यहाँ विदेशमा हेर्नुहोस्, अहिले अन्तर्राष्ट्रियमा स्तरमा हेऱ्यो भने लेफ्ट र राइटको लडाइँ हुँदो रहेछ। राइटमा जहाँ युएसले आफ्नो प्रोक्सी युज गर्दैछ भने लेफ्टमा कम्युनिस्टहरूले आफ्नो प्रोक्सी युज गर्दैछ। अहिले नेपालमा यिनी दुईटैको आँखा हामीमाथि आएको छ। एकतिर हेऱ्यो भने हाम्रो केही पार्टीहरू चाहिँ लेफ्टतिर छ भने अर्को पार्टी चाहिँ राइटतिर छ। यसमा हामी बाँटिएका छौँ। तर हामी नेपाली जनता एक ढिक्कामा हुनुपर्छ। हामी नेपाली हिन्दू, मुस्लिम, सिख, इसाई र हाम्रा सम्पूर्ण दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, यादव होस्, कुर्मी होस्, कानु होस्, कोइरी होस्, आदिवासी होस्, जो पनि होस्, हिमाल पहाड तराईदेखि सम्पूर्ण नेपाली जनता हामी एक ढिक्कामा भएर नेपालको लागि सोच्नुपर्छ र नेपालको लागि कार्य गर्नुपर्छ। र हामी नेपाल बनाउनु छ भने स्वदेशदेखि विदेशसम्म हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई म विनम्र अनुरोध गर्छु, अहिले जागौँ। यो बेला भएको छ नेपाल जोगाउन लागि। होइन भने हाम्रो नेपाल विदेशीको कब्जामा गइसकेको छ। यसलाई निकालेर हामीले आफ्नो नेपाललाई विकसित र विकास दिलाउनुपर्छ। होइन भने हाम्रो नेपालको स्वाधीनता, सम्मान र गर्व गर्ने कुरा छ त्यो खतरामा पर्छ र हामीहरू अरूको विदेशीको गुलाम हुनेछौँ। त्यही भएर विनम्र छ, यो कुरा बुझ्नुस् र यसमा सक्दो सहयोग गरौँ र यो फागुन 21 को निर्वाचन सफल बनाऊ। धन्यवाद। अस्सलाम वालेकुम, नमस्कार, जय नेपाल।